आउँदैछ राइडरहरू क्रस कन्ट्री। पेले भाइ पेले पेले एम्बुलेन्स बोलाउनु पर्यो एम्बुलेन्स। मान्छेले त्यही गर्ने यस्तो भएछ यार, डेन्जर क्र्यास भएछ। कुल ब्रो कुल, 25 त झन् डेन्जर क्र्यास। मैले 1 मिनेट भन्छु, हजुर त्यसपछि 30 सेकेन्ड भन्छु, हजुर 10 सेकेन्ड भन्छु, हजुर अनि यो ओके हेर यो आउला है। हस् यस्तो नगरेसम्म नजाने है। हस् त्यो अघिनको चाँडेको ओके। पेनाल्टी 5 सेकेन्ड। 1 मिनेट टु गो, 30 सेकेन्ड, 10 सेकेन्ड। आनन्दले होइन खुट्टा फिजाएर के गरेर बस्छ छोडिदियो साइकल चिन्दै नगर। डर पनि लागिरहेको छ। 30 सेकेन्ड बाँकी छ, कस्तो लागिरहेछ बवाल सम्झि भाइ? आरामदारी है। ल सम्झि ल 10 सेकेन्ड।
त्यसैगरी आजको यस प्रतियोगितामा दोस्रो स्थान हासिल गर्नुभएको छ निरव श्रेष्ठ। उहाँहरूको समय मात्र 1 सेकेन्डको फरक छ, मात्र 1 सेकेन्ड। उहाँको बेस्ट टाइमिङ छ 1 मिनट 24 सेकेन्ड। उहाँ चाहिँ निरव श्रेष्ठ गत वर्षको नेसनल च्याम्पियन हुनुहुन्छ डाउनहिल। त्यसै गरी आजको यो 12औं नेसनल माउन्टेन बाइक डाउनहिल च्याम्पियनसिप 2025 का विजेता हुनुहुन्छ राजेश मगर। विजेता खेलाडीहरूलाई हार्दिक बधाई छ। खेलाडीहरूलाई नेसनल च्याम्पियनको लागि मेडल प्रदान गरिदिनु हुन गोकर्णेश्वर नगरपालिका वडा 9 का वडा अध्यक्ष राजीव थापाज्यूलाई म हार्दिक अनुरोध गर्दछु। यो रेस खेलाउनको लागि उहाँको पनि ठुलो योगदान रहेको छ। यो ठाउँमा मैले यो बजेटको अभाव भयो, विभिन्न राजनीतिक कारणले गर्दाखेरि बजेटको अभावले यो प्रतियोगिता गर्ने धेरै पर्दाखेरि चिन्ता पर्दैन, हामी छौँ भनेर उहाँले निकै धाडस दिएर हामीले यो प्रतियोगिता गर्न सफल भएका छौँ। धन्यवाद राजीव थापाज्यू। त्यसै गरी सर्टिफिकेट विजेता खेलाडीहरूलाई सर्टिफिकेट प्रदान गरिदिनु हुन वडा नम्बर 9 गोकर्णेश्वर नगरपालिका वडा नम्बर 9 का भयो भने बनाइहाल्छु के गाह्रो भयो त्यसै गरी विजेता खेलाडीहरूलाई उपहार स्वरूप बोतल प्रदान गरिदिनु हुन यसै लाई म हार्दिक अनुरोध गर्दछु।